सानो ठुलो केही हुँदैन। यो चाहिँ मैले गजरा बुनेको छु होइन। अब अहिले एकदमै धेरै धागोबाट यो ऊनबाट बुन्ने चलन छ नि त। अब पहिला पहिला पनि हामीले नबुनेको त होइन, मैले पहिला पनि एकदम धेरै बुन्थेँ। म स्वेटरहरू पनि बुन्थेँ अनि रुमालहरू पनि मैले टन्नै बुनेको छ। अझै पनि मसँग नेपालमा कस्तो राम्रो राम्रो अझै बुनेको छ। त्यही पनि कति त अस्ति पनि गएको बेलामा देखेको थिएँ होइन। अब पहिला त हामी खाटको झलर बुन्थ्यौँ, अनि त्यसपछिबाट ढोकामा लाउने झल्लर बुनिन्थ्यो होइन, त्यो के बुन्ने, अनि टेबल क्लथहरू बुन्ने त्यस्तो त गरिन्थ्यो नि त। धागोबाट नि कति बुन्यौँ, ऊनबाट नि कति बुन्यौँ होइन। मलाई चाहिँ एकदमै बुन्न सोख लाग्ने। अनि पहिला चाहिँ मैले रोज पनि अर्कै तरिकाले बनाउँथेँ भने चाहिँ अब अहिले चाहिँ झन् धेरै युट्युबले यति धेरै सिकाउँछ नि त, नयाँ नयाँ चिजहरू सिकाउने होइन। अनि त्यसपछि मैले चाहिँ एउटा लट्ठी हेर्नु न यहाँ यस्तो खालको काठको लट्ठी ल्याएर मैले यो मनी प्लान्टमा राखेको थिएँ। मनी प्लान्ट राखेर माथि राखेर यसरी भिडियो बनाएँ। अनि यो झुम्का हेर्नुहोस् त कस्तो राम्रो के रातो, अनि त्यसपछिबाट सेतो पहेँलोको हालिदिएको छु होइन। यो ऊ चाहिँ अनि बनाउन चाहिँ यसरी बनाएको छु कि काम गर्दै जानुपर्छ अनि त्यसपछि सिक्दै जानुपर्छ, टाइम पास पनि हुन्छ। अब दुईजनासँग बसेर गफ गर्नु सट्टा आफ्नो काम गर्दै गरेपछि रमाइलो पनि हुने अनि दिन पनि कट्टिने के। कस्तो लाग्छ एकचोटि कमेन्ट पनि गर्नु होइन। अनि त्यसपछि बनाएको भिडियोहरू पनि पछि बिस्तारैमा हाल्दै जाउँला। योभन्दा अगाडि पनि मैले भिडियोहरू त हालिराखेकै हुन्छु युट्युबमा। अनि मेरो फेसबुक, युट्युब, इन्स्टा